लिन्छौ सङ्गीको चिन्ता छोड्नै पर्छ जन्म घर एक दिन त रूपकी रानी धन्यवाद बहिनी यति राम्रो नाच्नु हुनुहुन्छ तपाईँ फेरि मान खोज्नुहुन्छ आजको साँझ त हाम्रो साँझ हो नि राम्रो सुन्नुहोस् धन्यवाद बाबाई साह्रै राम्रो नाच थियो नृत्य थियो हामी फेरि पछि यहाँलाई अब सुनि बोलाउन सक्छ है ठिक गर्नुहोस् ल अब हामी गोर्खाबाट अब हामी यहाँहरूलाई फेरि दैलेखतर्फ लैजाउँदैछौँ अब हामी यहाँलाई दैलेखतर्फ लैजाँदैछौँ र दैलेख हाम्रा पहिलाको भाषामा हाम्रा गुरुजीले भन्दै हुनुहुन्छ ढल्क्यो ढल्क्यो उसको जीवन ढल्क्यो अरे मलाई थाहा छैन है उहाँको जीवन कसरी ढल्किँदैछ जब पनि म यहाँहरू समक्ष अब फेरि दैलेखतर्फ लैजाँदै प्रस्तुत गर्न गइरहेको छु अर्को युगल नृत्य जसमा भाग लिने कलाकार हुनुहुन्छ हाम्रो पल्टने गुरुजी 21 16 35 48 दिलबहादुर घरती उहाँ चाहिँ दैलेखबाट आउनुभएको है र 35 48 गुरुजी साथै उहाँको विशेषलाई पनि अगाडि आएर हामीलाई मनोरञ्जन गराइदिनु अनुरोध गर्दछु प्लिज म्युजिक ढल्क्यो ढल्क्यो जीवन मेरो ढल्क्यो
साँच्चै कति रमाइलो छ यो परिवार। हजुरहरू घरमा पनि यसरी नाच्नुहुन्छ क्या? घरमा नाच्ने त होइन, घरमा हामीले चाहिँ नाचको पनि चाहँदैनौँ। यो अब एउटा बाध्यता हो। प्लस बाध्यता भन्दा के हुन्छ भनेदेखि यसरी चाहिँ हामी चाहिँ सिक्जिआरको परिवार जम्मा हुँदा हामीलाई भित्रबाट चाहिँ हर्ष उल्लास भएर है भएको। अहिले मैले ताली भने नि त हजुरको, ताली भन्ने कुरा भित्रबाट आएकै छैन हजुरकोबाट। त्यसको मतलब के हुन्छ भनेदेखि हामीलाई यस्तो गौरव लागेको थियो कि यो सबै बच्चाहरू मेरो मेड इन नेपाल हो कि यसलाई त्योसँग के मतलब छैन, यहाँको पल्टिनिया वातावरणसँग केही थाहा छैन। तर त्यो इन्ट्रोड्युस गरेको कसले भनेदेखि हामी आफैले बच्चालाई चाहिँ हामीले चाहिँ इन्करेज गरेको मात्रै हौँ। र यो भन्दै गर्दा मलाई यो माइक चाहिँ फेरि घरिघरि फेला पर्ला नपर्ला, यो बेलामा मैले चाहिँ एउटा कुरा के गरिहाल्नु पऱ्यो भनेदेखि साबु